नम्बर 3 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर निशान शर्माको कमान्डमा श्री काफलचोर माध्यमिक विद्यालय पर्वतको मार्चपास्ट भइरहेको छ। ख गुल्मको नेतृत्व श्री जनता माध्यमिक विद्यालय गुल्मीका क्याडेट कम्पनी जुनियर अन्डर अफिसर रोशन सिन्हाले निर्वाह गर्नुभएको छ, जस अन्तर्गत नम्बर 1 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर आकृति पानियाको कमान्डमा श्री महेन्द्री माध्यमिक विद्यालय तनहुको मार्चपास्ट भइरहेको छ। नम्बर 2 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर प्रतीक पाण्डेको कमान्डमा श्री जनता माध्यमिक विद्यालय गुल्मीको मार्चपास्ट भइरहेको छ। नम्बर 3 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर नमन परियारको कमान्डमा श्री भैरवकाली माध्यमिक विद्यालय लमजुङको मार्चपास्ट भइरहेको छ। ग गुल्मको नेतृत्व श्री गण्डकी बोर्डिङ स्कुल कास्कीका क्याडेट कम्पनी जुनियर अन्डर अफिसर सरकार पोखरेलले निर्वाह गर्नुभएको छ, जस अन्तर्गत नम्बर 1 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर विजय कुमार नाउको कमान्डमा श्री अनिरुद्ध पब्लिक माध्यमिक विद्यालय कपिलवस्तुको मार्चपास्ट भइरहेको छ। नम्बर 2 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर अंशु राउतको कमान्डमा श्री मातृभूमि माध्यमिक विद्यालय स्याङ्जाको मार्चपास्ट भइरहेको छ। नम्बर 3 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर आकृति गुरुङको कमान्डमा श्री गण्डकी बोर्डिङ स्कुल कास्कीको मार्चपास्ट भइरहेको छ। गुल्मको नेतृत्व श्री मित्रता माध्यमिक विद्यालय तनहुका क्याडेट कम्पनी जुनियर अन्डर अफिसर ग्रीष्मा गौलीले निर्वाह गर्नुभएको छ, जस अन्तर्गत नम्बर 1 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर सुलभ मगरको कमान्डमा श्री हाइल्यान्ड सेकेन्डरी स्कुल रसुवाको मार्चपास्ट भइरहेको छ। नम्बर 2 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर विवेक लामिछानेको कमान्डमा श्री पञ्चकन्या माध्यमिक विद्यालय धादिङको मार्चपास्ट भइरहेको छ। नम्बर 3 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर सपना भट्टको कमान्डमा श्री मित्रता माध्यमिक विद्यालय तनहुको मार्चपास्ट भइरहेको छ। गुल्मको नेतृत्व श्री जनसेवा संस्कृत माध्यमिक विद्यालय पर्वतका क्याडेट कम्पनी जुनियर अन्डर अफिसर सुप्रीति राणाले निर्वाह गर्नुभएको छ, जस अन्तर्गत नम्बर 1 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर सुनिमा राईको कमान्डमा श्री जनसेवा संस्कृत माध्यमिक विद्यालय पर्वतको मार्चपास्ट भइरहेको छ। नम्बर 2 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर थमन रसाइलीको कमान्डमा श्री राष्ट्रिय माध्यमिक विद्यालय म्याग्दीको मार्चपास्ट भइरहेको छ। नम्बर 3 सेनुको क्याडेट प्लटुन जुनियर अन्डर अफिसर सोनम निन्जेन तामाङको कमान्डमा श्री बचरादेवी माध्यमिक विद्यालय धादिङको मार्चपास्ट भइरहेको छ।